दर्शकवृन्द, यो माघ महिनाको पारिलो घाममा बस्दै तपाईहरूलाई न्यानो न्यानो अभिवादन गर्न चाहन्छु। खास कुरो के हो त भन्दाखेरि यो फागुन 21 गते हुन गइरहेको यो संसदीय चुनावमा अब जनताहरू कसलाई भोट दिने, के का लागि भोट दिने, कस्तो किसिमको सरकार ल्याउने भन्ने सन्दर्भमा नेपालको तीनटै भेगमा हिमाली क्षेत्रमा, पहाडी क्षेत्रमा, तराईमा अहिले बहसको विषय बनेको छ। एकातिर जनतालाई अब पुरानो सत्ताहरूको लत छ भने अर्कोतिर यो नयाँ उदयमान राजनीतिक दलहरूको संस्कार चरित्र कस्तो होला, तिनीहरूलाई भोट दिउँ कि नदिउँ भन्न जस्तो लागेको छ। यसै सन्दर्भमा म के भन्न चाहन्छु भन्दाखेरि हामी अलिकति पछाडि इतिहासमा फर्कौँ। यो 2062-63 को जुन जनआन्दोलन थियो, त्यो आन्दोलन राज संस्था फाल्नको लागि होइन, देशलाई धर्मनिरपेक्ष बनाउनको लागि होइन, जनताले संसद बिताउनको लागि गरेका थिए है। देशमा सुशासन कायम गर्नको लागि गरेका थिए, देशमा भ्रष्टाचार अन्त्य गर्नको लागि गरेका थिए, देशमा आर्थिक प्रगति सुरु गर्नको लागि गरेका थिए। तर हामीले विश्वास गरेका नेपालका यी तीनटा ठुला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली काङ्ग्रेस अनि त्यसपछि यो माओवादी, यी तीनटै राजनीतिक दलहरूको समीकरणमा राज संस्था फालियो। विश्वको एउटा मात्र हिन्दू राष्ट्र नेपाल फालियो। जबरजस्ती नेपाली जनतामाथि धर्मनिरपेक्षता लादियो है। केही अधिकार सम्पन्न त बनाए है, तर त्योभन्दा बढी आर्थिक क्षति गर्यो। जनताहरूको आर्थिक अवस्थामा कुनै पनि सुधार आएन। यसको सट्टा उनीहरूले पालै पालो देशको शासकीय स्वरूप, शासकीय सत्ता आफ्नो हातमा लिएर अब देशलाई लुट्ने काम गरे, चरम भ्रष्टाचार सुरु गरे प्रजातन्त्रको नाममा। यसलाई हामी प्रजातन्त्र होइन, लुटतन्त्र भन्दा पनि हुन्छ। अनुशासनहीनता देखियो, जसलाई जे मन लाग्यो त्यो गर्यो। यसरी राष्ट्र सञ्चालन हुन सक्दैन, यो यसरी राष्ट्र जीवन्त रहन सक्दैन। अब अहिलेको परिप्रेक्ष्यमा पृथ्वीनारायण शाहले भने जस्तै नेपाल एउटा दुईवटा ठुला ढुङ्गा बिचको कन्दमूल हो र ती ढुङ्गाहरू निकै शक्तिशाली हुँदै गएका छन्। तीमध्ये कुनै एक या दुईटैले हामीतिर ढल्क्यो भने हामी सखाप हुन्छौँ। यो ढल्कालाई रोक्नको लागि एउटा शक्तिशाली नेतृत्वको आवश्यकता छ। हामी पुरानो दलहरूलाई हेरिसकेका छौँ। तिनीहरूमाथि अब विश्वास भरोसा गर्न लायक छैन। तिनीहरूले देखाएको जुन राजनीतिक संस्कार छ त्यो देश र जनताप्रति छैन। तिनीहरू परिवार उन्मुख छन्, दल उन्मुख छन् होइन, व्यक्तिगत उन्मुख देखिन्छ। त्यसैले यो पल्ट हामीले के गर्नुपर्छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रवि र बालेनको पार्टीलाई हामी समर्थन गर्नुपर्दछ
र फागुन 21 गते हुन गइरहेको यो जुन निर्वाचन छ त्यसमा घन्टी छापमा मोहर लगाएर सर्वाधिक मतले विजयी गरेर देशमा एउटा असल सरकार र सुशासनको हैन अभ्यास गराउने परिपाटीको विकास गर्न सक्नुपर्दछ। यति भन्दै म बिदा हुन चाहन्छु। जय देश, जय नरेश, जय मधेश।